भनेर तर सोनीले मलाई यस्तो राम्रो ठाउँमा सरप्राइज गरेको छ थ्याङ्क यू माया मान्छेहरू पुरै स्केटिङ गरिरहेछ यहाँनिर यहाँ चाहिँ केबल कारको पनि व्यवस्था रहेछ कति धेरै गाइजहरू ओ माई गड आज आइसकेका छौँ डाँडामा स्केटिङ गर्नै बाँकी छ यही हो मेन गाइज यो चाहिँ बाटो बोकेर अब हामी यहाँनिर चिप्लेटी खेल्नेवाला छौँ अलिक ओह्रालो ठाउँ हेर्नुपर्ने छ यहाँ केबल कार चढ्ने भनेको खै अलिक मिलेन जस्तो छ यहाँ चाहिँ केबल कार यहाँबाट मिल्दैन रे झर्नु त्यसको लागि त फेदै पुग्नु पर्यो नि होइन मान्छेहरू यति छ यहाँ यति छ ओ माई गॉड गाइस म चाहिँ स्पिड खेल्दैछु Stop. Sana kita. Oh, gak lama. Putar kali itu. Putar. अर्को सेक्सनमा हामी भयो जाँदैछौँ रेडी ओ म त उ झै ओइ भयो त आयो कस्तो फिल भयो गाह्रो भयो मासु पर्यो नि अब नखेल्ने मलाई धोका दिएको हो कि अब नखेल्ने ल म खेल्छु अझै हो र त धेरै लामो पनि भयो नि त म अनि त्यहाँ पुलिस स्टेसनमा म त बेहोस जस्तो भयो नि त त्यो बच्चा धेरै नि मान्छे हात भाँचिन्छ होला क्या त्यसरी त ओ माई खतरा खेल्छ त मान्छेहरू त ल भाइ तिमी पनि जाऊ खेल खतरा लामो ओ माई गॉड घाम लाग्यो है दामी कति धेरै मान्छेहरू फेरि आज यति वेदर पनि राम्रो भएको छ कि हामी चाहिँ अब जानेछौँ गाडीले पनि धेरै कुरिसकेको छ हामीलाई फेरि 2 घन्टै भइसक्यो होला यहाँनिर बसेको हामी अब चाहिँ घर जानेछौँ हामीहरू भोक लाग्यो खाजा लिएर आएको थियौँ चटपटीहरू खै खाना पनि पाइएन अब जान्छौँ गाइज तपाईँहरू जो पोर्चुगलमा हेर्नुहुने साथीहरू हुनुहुन्छ भने सबैजना आउनु होला एकदम राम्रो छ ठाउँ रमाइलो छ अहिले चाहिँ ट्याक्सी लिएर आइसकेको छ त यहीँ माथि बाई बाई सेरदा स्ट्रेला सी यु नेक्स्ट इयर भन्न चाहन्छु पखेटा हामी चाहिँ आएर चिकनलाई मेरिनेट गरेर अनि हाम्रो पोर्क चाहिँ यहाँ वाउ यस्तो यम्मी पाकिरहेछ ओइ बेसार त तिमीले हाल्दैन हो सोनु हिउँ खेलेर आएर हल्का फ्रेस भएर अब हल्का फेरि अलिक मासतिर गाउँतिर घुम्न जानु लाग्यो गाउँतिर लेट्स गो सोनु जाम अब यसले काम गर्ने ठाउँ चाहिँ यहाँ हो नमस्ते कस्तो राम्रो ठाउँ धेरै सुन्यो हाई गाइस हामी चाहिँ हाई गाइस यस्तो सुन के हुँदैन कल सुन्छ दिस इज माई प्रपर्टी गाइस This is all my property. के भन्छ अरे यस्तो हामी हिउँ खेलेर आयौँ होइन अनि भोलि चाहिँ बिहान जाने हो नि त ज्योति अनि भ्याउँदैन भनेर मैले चाहिँ यहाँ फेरि टक्क लाएर सनसेट देखाउन लान जाँदैछु यो कुरा चाहिँ जसले ट्याका लाएर फ्रेम गरेर लाग्नुहोस् ट्याका लाएर हाम्रो गाइड चाहिँ हुनुहुन्छ यहाँ भाइ पनि हुनुहुन्छ अनि आज चाहिँ हामी पुरै टिपिकल नेपाली लुङ्गीमा होइन यस This lungi is from Jyoti Chamling collection. Please shout out to
चामलिङ कलेक्सन दिस इज माई होटल गाइज गाइस हामी चाहिँ लुङ्गी हाइकिङ जाँदैछौँ उकालो ल छिटो जाऊँ है कहाँसम्म जाने हो यात्रा हाम्रो गाइस हामी चाहिँ यस्तो राम्रो ठाउँमा आएको छौँ वाउ दामी 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 यो चाहिँ के अरे सेरा स्टेरा होइन यो चाहिँ कापाडा लाका यत्रो जङ्गल हिँडेर आइयो रमाइलो भयो तिमीलाई एकदम गाह्रो भएको छ होला तिमीलाई चाहिँ तिमी सँगै भयो भन्दा मलाई धेरै धेरै हिँड्दैनौ? लाग्छ है म धेरै हिँड्छु ल यहाँ गाउँमा हो तर कम हिँड्छु सोनु छिटो आउनु पर्यो हामी चाहिँ जाँदैछौँ अझै पनि हाम्रो यात्रा जारी रहेको छ अब त्यहाँ अलिकति माथि उकालो गएर अनि ओह्रालो झर्ने अरे यो चाहिँ सोनुले काम गर्ने ठाउँ गाउँ हो तल हामी चाहिँ अघि यहाँ परदेखि यता 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 एक राउन्ड घुमेर अब यहाँ पर एउटा चर्च छ अरे त्यो चर्च गएर अनि हामी चाहिँ झर्छौँ किनभने घरमा झरेर पनि फेरि उसको आज बर्थडे हो नि त अनि त्यसको लागि अलिअलि रेडीहरू के गर्नु छ हामी झर्नेवाला छौँ अब छिटो म चाहिँ गइसकेँ अगाडि गाइजहरू भाइ र बहिनी चाहिँ माथि आइरहेछ यता हो यता छिटो लुङ्गी हाइकिङ हो कि गाइज आज कहिलेका होइन यसो हुन्छ नि रमाइलो कहिलेका लगाउने मन ए चर्चमा जाने भने होइन खै चर्च अब झरौँ सोनु त्यसो भए टाइम पनि छैन कस्तो दामी देखिरहेछ अहिले त यार अघि भन्दा पनि सुना सुना लौ सुना सुना है सुना के नै छ यो पहाडमा दुःख बाहेक झन् एक दिन छोडी जानु छ रोआउँदै सबको मन अब चाहिँ हामी जानेवाला छौँ घरतिर उ त्यहाँ माथि चर्चमा जाने भनेको कोही टाइमै पुगेन कि अब जाम सोनु हाई सोनु लास्ट टाइम लुङ्गी हाइकिङ लास्ट बाल्ने टाइममा हामी त फर्किनु पर्यो हो कहाँ तोरीमा सोनु जानु हुन्न गाइस हामी चाहिँ टिकटकहरू बनाउँदा होइन रात पनि परिसक्यो क्लास बालेर घरतिर जानुपर्ने अवस्था आएको छ सोनु र भाइ चाहिँ तल अगाडि गइसकेको छ रात पर्यो माथिको यहाँ चर्चमा जाने भनेको थियौँ टाइम पनि पुगेन अब फेरि हामी नेक्स्ट समरमा फेरि पनि आउनेछौँ यो ठाउँ एकदमै राम्रो छ त्यो टाइममा चाहिँ कुन बेला आउनुपर्छ भने एकदम यता आल्चा धेरै पाउँछ क्या आल्चा कागती स्याउ सुन्तलाहरू अनि त्यो बेला आउनुपर्छ एकदम रमाइलो हरियाली छ यी हेर्न सक्नुहुन्छ पानी पनि छोलो जस रमाइलो भयो अब भोलिदेखि त काममा पुरै खटिनु पर्ने हुन्छ अब के गर्नु कहिलेकाहीँ यस्तै हो कहिलेकाहीँ रमाइलो गर्नुपर्छ कहिलेकाहीँ घुम्नुपर्छ त्यही हो घुमेर आइसक्यो मलाई त के गर्ने जागरै छैन त बस्दिन यार फाइनली यतिको डेकोरेसन चाहिँ भएको छ बल्ल 1 घन्टामा होला पुरै टेपे ला भाइ उयो चाहिँ मिलाउनु पर्छ होला यो घोप्टे जस्तो छ बर्थडे गर्ल चाहिँ यहाँनिर
कस्तो फिल भइरहेछ दाममा केही फिल भएन मलाई त भर्खर जन्मेको मान्छे आज हेर यस्तो धेरै फुर्ती ओ भाइ झऱ्यो ला 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 बल्ल बल्ल डेकोरेसन यतिको भयो हेलो नारायण दाई से हाई सन्चै हुनुहुन्छ भाइ सन्चै ओहो हिँड्दा हिँड्दा थाकेको होला है दिदी आएर धेरै दुःख दिएछ ह्याप्पी बर्थडे टु यु सोना थ्याङ्क यू सो मच ज्योति ह्याप्पी छौ ह्याप्पी छु टु यु ह्याप्पी बर्थडे सोनु खै यो त जलेन हो मेरो भाइको तिम्रोबाट फोटो खिच भाइ ओहो मेरो त जलेन यहाँ बर्थडे टुनु बर्थडे सोनु यस्तो गर माथि दुईटा यस्तो भिडियो भएन भनेर फेरि बाल भन्यो भने त टेन्सन पो हुँदैछ त हामी Happy birthday to you. Happy birthday to you. अबे निकाल दे पहिला के भयो ल र म के मैले पहिला हो नि त उता हेर न उता हेर न उता मलाई साड गाह्रो गर्नु फेरि यो यो छ मेरो जोस गाइस हामी चाहिँ सकेर फोहोर फाल्न आएको हामी रुममा जान्छौँ कि यो कुरा चाहिँ रेकर्ड राख्नु ट्याक्क जाडो भयो नि त तिमीलाई मलाई अलिक फ्रेस भइरहेछ भित्र त्यो ढुम्म भयो नि त बस्दा बस्दा अनि अलिकति फ्रेस भएर नि घुप्लुक्क गरेर सुत्ने हो भोलि बिहान 10:30 बजेको टिकट छ गाइस फेस र यहाँ भएर फेस हेर्नुहोस् गाइस पुतली जस्तो थियो त त्यो त जसले पनि मेकअप गरेपछि सुन्दरतामा सुन्दरता थप्ने हो क्या दिस आइम नट ब्युटिफुल अलि ब्युटिफुल म डर लाग्छ यार म त बाघ ओके गाइस हामी चाहिँ अब सुत्न लागेको मेरो यो के अरे तिम्रो गाउँको नाम लापादस दिनेरको मेरो भिडियो चाहिँ हामी यही एन्ड गर्न चाहन्छौँ किनभने हाम्रो टुर पनि सक्यो उयो हाइकिङ ल बाई बाई सोनु राम्रोसँग बस हैन अब भेरी सुन अब 15 दिन भेटिन्छ अब 15 दिनपछि भेटिन्छ थ्याङ्क यू सो मच धेरै दुःख दिएँ मैले ओहो राम्रोसँग जाऊ है ओके ल बाई बाई गाइस बाई बाई म जान दिन्न त्यतिलाई नजाने उकालो अब फेरि यही राख्छु उकालो जाने हो मासु कामबाट निकालिदिन्छ ल बाई बाई भने होइन अब भन्नुपर्छ बाई सी यू राम्रोसँग त्यो सामानहरू मिलाएर बस्छ है ओके फाइनली घरतिर लाग्यो छ्याउ जान मन छैन हौ उकालोतिर जानुपर्छ कि क्या हो भाइ भाइले लके झिक्साले बिचरा घरतिर लाग्यो साथीहरू यस्तो राम्रो गाउँ छोडेर बाई बाई गाइस मलाई चाहिँ लागिसक्यो घर